लाग्यो अनि हिजो जुन प्रकारको पानीको बर्सात भयो है अनि जुन प्रकारको पानी पर्यो यो त एउटा जस्ट एउटा यो के भनौं अब टेलर मात्रै हो है आउने दिनमा अझै ठुलो बर्खा बाँकी नै छ अहिले त अब यो हिउँदोमा छौं हामी हिउँद अब हाम्रो भाषामा भनौं न है अब अहिले हामी सुक्खा दिनमै छौं र एकै दिनको भारी बर्सातले गान्तोकको अवस्था के बनायो सिङतामको अवस्था के बनायो यो चाहिँ आउने दिनको लागि चेतावनी का एउटा सतर्क रहनु है भन्ने एउटा प्रकृतिले पनि हामीलाई दर्शाइरहेको छ हैन तर आज भने जुन प्रकारले सिक्किमको सडकहरुको नाली बनिएको छैन अनि पूर्व मन्त्री म हाम्रो आदरणीय सर लोडे साहबलाई सम्झन्छु यतिखेर उहाँले एक दुईवटा भिडियो बनाउनु भएको थियो सडकको नालीको विषय लिएर अनि सायद अन्य थुप्रै कुराहरुले पनि उहाँलाई पार्टीबाट एक्सपोइल गरियो होला है हामी जान्दैनौं तर हामीले सामाजिक सञ्जालमा देखेको चाहिँ उहाँ एउटा वन विभागको मन्त्री हुनुहुन्थ्यो र उहाँले सडक र पुल विभागको मन्त्रीलाई एउटा प्रश्न गरिरहेको हामीले सामाजिक सञ्जालमा देखिरहेका थियौं अनि नाली खोइ भन्ने अनि बादमा जब नेक्स्ट टाइम फेरि दोस्रो पल्ट पार्टी सरकारमा आयो उहाँहरुलाई पार्टीबाट एक्सपोइल गरेको हामीले पार्टीबाट निकालेको हामीले देख्यौं होला उहाँहरुको पार्टी बीचको कतिवटा कुराहरु पनि तर पनि हामीले सामाजिक सञ्जालमा देख्दाखेरि चाहिँ अथवा फेसबुक व्हाट्सएप ट्विटर युट्युबहरुतिर हेर्दाखेरि चाहिँ यही कारणले पनि हो कि भन्ने पनि हामीलाई मनमा लागेको छ म उहाँलाई सम्मान गर्छु उहाँ पनि एउटा साँच्चै सिक्किम पार्टीलाई मात्रै हैन सिक्किमलाई माया गर्ने व्यक्ति हुनुहुन्थ्यो अनि आज हेर्नुस् है सिक्किममा जुन प्रकारको हिजो पानी पर्यो है यो पानी पर्नु सरकारको गल्ती होइन है फेरि मैले सरकारलाई दोषाए भन्नुहुन्छ होला पानी त्यो नेचुरल हो है अनि त्यो प्रकृतिले जतिखेर पानी असिना जे पनि अझै पनि आउन सक्छ र तर अलिकति सतर्क रहनु भन्ने कुरा नि है अब सिक्किमको जति पनि नालीहरु बनिएको छैन अनि त्यो नालीहरु नबनिएको कारणले आज खोला जस्तो हाइवे भइरहेको छ हैन गान्तोकको सबैभन्दा अब राम्रै भनौं है सबैभन्दा राम्रो शपिङ मल पेन्टोलन्सको त्यहाँ अगाडि जुन प्रकारको पानी बगिरहेको थियो त्यो पेन्टोलन्सको माथिल्लोपट्टि हाम्रो सम्माननीय मुख्यमन्त्रीको छोरी नानी बहिनी पनि त्यही पढ्नुहुन्छ अनि त्यहाँ एउटा स्कुल पनि छ है अनि त्यो ठाउँबाट जुन प्रकारको नाली बगिरहेको थियो है यो कतै पनि यो राम्रो संकेत होइन है अनि सिक्किमको नालीहरु छ नाली चाहिँ के गरिन्छ भन्दाखेरि गान्तोक परिसरमा अनि बजार परिसर जहाँ पनि यो एउटाले खन्छ जियोले खन्छ पुर्छ अनि एकै दिनमा फेरि भिआईले भोडाफोनले खन्छ त्यहाँदेखि फेरि किनलिक दिनमा टाटाले खन्छ पनि केकेले खनेको नालीहरु अनि कहिले पनि त्यो नाली राम्रोसँग बनिएको छैन हैन अनि यो नालीहरु ठीक नहुँदाखेरि चाहिँ पानी यता उता बग्छ नि त है अहिले म्युनिसिपलिटी एरियामा जुन प्रकारको गार्बेज ट्याक्सहरु बढिएको छ अनि यो सबै म्युनिसिपलिटी एरियामै पर्छ है अनि हाम्रो मेयर साहबहरुलाई मेयर म्याडमहरुलाई मेयर सरहरुलाई पनि रिक्वेस्ट छ है तपाईहरु बजार एरियालाई तपाईहरु अब सरकार हुनुहुन्छ अन्य देशहरुमा त अन्य राज्यहरुमा त मेयरको धेरै ठूलो पावर देखिन्छौ अनि उहाँले काम पनि गरिरहेको प्रधानमन्त्री सम्मलाई धम्काइरहेको अथवा आफ्नो ठाउँमा नि अब आफ्नो काम मैले गरिरहेको छु भन्ने कुरा लिएर तर हाम्रो राज्यको मेयरहरु भन्ने पञ्चायतहरु भन्ने आज केवल सबै होइन है तर अब कोही व्यक्तिहरु खाली पार्टीकै खेताला मात्रै गरिरहेको हामी देखिरहेका छौं अब तपाईको टर्म्स पनि सकिनु आट्यो अब 2 साल रह्यो होला 1 साल है पुरापुरी अब 25 त आधाउधी गइसक्यो भनौं है अनि 26 27 मा त फेरि चुनाव हुन्छ अनि मेयर साहबहरुको त झन् अब यही वर्ष अन्तिममा या त 26 को पहिलो महिनातिरै हुन्छ होला मेयरहरुको त इलेक्सन फेरि है त्यसले गर्दाखेरि म तपाईहरुलाई बिन्ती गर्न चाहन्छु तपाईहरुको रहेको यो अन्तिम समयमा बजारको नालीहरुलाई नियन्त्रण गरिदिनुहोस् है यो खालको नाली बग्यो भने हेर्नुस् सिक्किम म जहिले पनि भन्छु सिक्किम हामी टुरिज्ममा निर्भर छौं अनि टुरिस्टहरु डराइरहेको अवस्था हिजो देखे मैले है जुन प्रकारको ट्राफिक जाम त्यो पानीको कारणले गर्दाखेरि है
यसले कतै पनि राज्यलाई फाइदा गराउने कुरा छैन है। आज एसकेएम पार्टी सरकारमा हुनुहुन्छ र नि हामीले तपाईलाई भन्नै पर्छ। कतिजनाले भन्नुहुन्छ त्यस्तो नगर्नु हैन, अब सबै कुरा सरकारलाई नदोस्याउनु, सरकारलाई कसलाई भन्ने त गार्जेनै त एसकेएम पार्टी सरकारमा हुनुहुन्छ है। अब त्यसलाई हामीले एसडीएफलाई भनेर भएन, क्यापलाई भनेर भएन, बीजेपीलाई भनेर भएन हैन। एसकेएम पार्टी नै त सरकारमा हुनुहुन्छ है। अनि म एसकेएम पार्टीका सम्पूर्ण कार्यकर्ता साथीहरूलाई पनि म के भन्न चाहन्छु भने पार्टी रहोस् नरहोस् भोलि जाति रहनुपर्छ, म जहिले पनि भन्ने गर्छु। आज फेरि एकपल्ट तपाईलाई म यो कुरालाई उजागर गर्न चाहन्छु। जतिखेर म त जन्मिएकै थिइनँ, त्यतिखेर संग्राम पार्टी जन्माउने हाम्रो पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङ सर, अनि उहाँले जन्माएको पार्टी हो संग्राम परिषद है। अनि त्यसको बादमा फेरि हाम्रो आजको सम्माननीय मुख्यमन्त्रीले जन्माएको पार्टी हो एसडीएफ है। अनि त्यो पार्टीहरू आज छैन त्यो सबैलाई थाहा छ है। अनि भोलि तर जाति रहनुपर्छ भन्ने मात्रै हो है। आज हामी सिक्किमै भएर सिक्किममा बाँच्नुपर्छ। अनि जुन प्रकारको सिक्किममा अहिले जुन प्रकारको यो संकेत हो क्या, बर्खा सोच्नुहोस् न, बर्खा ठुलो बर्खा मध्य जुलाईतिर जुनतिर कस्तो होला गान्तोकको हालत, सिङतामको हालत के होला। त्यसले गर्दा म जहिले पनि भन्छु यहाँको नालीहरू ठिक बनिनुपर्छ, खोलाको किनारतिर प्लमहरू लगाउनुपर्छ। अब भोलि प्रेफर गान्तोक, प्रेफर नाम्ची, प्रेफर मल्ली, प्रेफर रम्फू, सिङताम फेसबुकमा लेखेर केही हुनेवाला छैन। म पनि प्रार्थना गर्ने व्यक्ति नै हो। अनि बाइबल, पवित्र धर्मशास्त्र बाइबलले भन्छ काम बिनाको विश्वास चाहिँ मरे तुल्य हो भन्छ। त्यसले गर्दाखेरि काम चाहिँ पहिला गर्न पर्यो, अनि प्रार्थना गर्नुपर्छ है। अनि ईश्वरसँग एबीसीडी जुनै पनि ईश्वर तपाईँ मान्नुहुन्छ, तर कामै गरेको छैनौँ त भोलिको दिनमा प्रभु रक्षा गराइदिनुहोस् भनेर भएन नि त है। अब ईश्वर त त्यो शक्तिमान त होइन नि, ट्यु पार्ने है। त्यो हामी सिरियलतिर हेर्थ्यौँ नि, साकालाका बुम बुममा जस्तो बुङ्गै बनिने त होइन नि त। यहाँ त काम पहिला गर्नु पर्यो नि त है। अब यति बेला सुक्खा दिन हेर्नुहोस्, दिनदिनै सुक्खा मौसम सकेर जाँदैछ। अबको केही दिन पछाडि, अबको 60 दिन पछाडि, 2 महिना या त 60-50 दिन पछाडि यहाँ त ठुलो बर्खा हुन्छ, पानी प्रशस्त यहाँ त बर्खा हुन्छ है। त्यतिखेर चाहिँ कसरी बाँच्ने गान्तोक यो अवस्थाले, कसरी बाँच्ने सिङताम, कसरी बाँच्ने नाम्ची। हिजोसी भर्खरै मात्रै हाम्रो सिक्किमका केही मन्त्रीहरू नालीमा बेल्चा बोकेर है, फरुवा बोकेर खन्दै गयो हामीदेखि। त्यहाँ 1 जना खन्ने, 10 जना भिडियो गर्ने, 15-20 जना भिडियो गर्ने नै थियो नाली ठिक हुनुपर्छ भनेर। त ठिक छ कि छैन भन्ने कुरा त हिजो प्रमाण भयो नि त है। त्यसले गर्दाखेरि अब विभाग त्यो कुरामा लागिदिने म अनुरोध गर्न चाहन्छु डिपार्टमेन्टलाई है। तपाईहरु एकदमै यो कुरामा लागिदिनुस्, भोलि गान्तोकलाई खतरा छ। हेर्नुस्, गान्तोक यहाँ त सिटी हो है, अनि एकदम स्मार्ट सिटी, सबैभन्दा 21औं शताब्दीको सिटी बनिएको छ गान्तोक त हैन। 21औं शताब्दीमा जुन इन्फ्रास्ट्रक्चर हुनुपर्ने त्यो सबै कुरा बनिएको छ गान्तोकमा। हाम्रो सम्माननीय मुख्यमन्त्रीले नै अस्ति आफ्नो सम्बोधनमा राख्नु भएको छ। तर 21औं शताब्दीमा पानी चाहिँ त्यसरी अर्का खिर्कीबाट, घरबाट है, खोलामा बगिरहेको छ नि त। त्यो पानी बग्ने नाली, ड्रेन है, त्यो चाहिँ कुलो, अब हाम्रो भाषामा भन्नु हुने एकदम ठेट बस्ती भाषा हुने कुलो चाहिँ काटिदिनुस् है, कुलो राम्रो बनाइदिनुस्। अनि त्यो कुलो भित्र लगाइएको त्यो विभिन्न पाइपहरू निकालेर फ्याल्दिनुस्, हामीलाई मतलब छैन है। त्यो काम न कासको त्यो दुनियाँभरको नाली गाडेको छ, तर पानी बग्ने ठाउँमा पानी बगेको छैन। अचम्मको कुरा नि है। आज एउटा कम्पनीले त पैसा दिन्छ नि त, ट्याक्स दिन्छ, अनि त्यो पैसा थाप्दै तर काम पनि त गर्नु पर्यो नि। नालीहरू राम्रो बनिनु पर्यो, ड्रेनेज सिस्टम ठिक हुनु पर्यो हैन। अब यो त एउटा जस अब प्रकृतिले पनि दर्शाइदिएको क्या। अब भोलि चाहिँ गान्तोकलाई खतरा छ है।